जति पनि हाम्रो फुटबल प्लेयर बोइज एन्ड गर्ल्स सबैलाई यो मर्निङ टाइममा आज हामी भेटघाट गर्नु पायौँ र हामी खुसी छौँ। सँगसँगै हाम्रो यहाँनिर प्रेजेन्ट हुनुहुन्छ फुटबल लभर भनौँ, स्पोर्ट्स लभर देवराज छेत्रीज्यू, त्यसरी नै हाम्रो समाजसेवी नवीन शर्माज्यू, त्यसरी नै हाम्रा फुटबल लभर सोसल वर्कर कविराज मङ्गरज्यू र जति पनि हाम्रो सम्पूर्ण भाइहरू छ रामजोडा भेगका, त्यसरी विभिन्न हाम्रो रामजोडाका स्पोर्ट्स खेलाडी प्लेयर्सहरू यहाँनिर हाम्रो गर्ल्स टिम बोइज टिम धेरै नानीहरू पनि रहेछ र आज हामी 2013 दिनको नै हामीले यो स्पोर्ट्सको लागि काम गरिरहेको छ। स्वयं यहाँनिर हाम्रो देवराज साथीको मैले शब्दमा बयान गर्नु सक्दिनँ किनभने उहाँको स्पोर्ट्सप्रति धेरै छ। विजडम जस्तो क्लबलाई परिचालना गरेर आइरहेको थियो, यहाँबाट थुप्रै प्लेयरहरू जन्मिएको थियो। यसरी नै हामीले विभिन्न मादिहाट बिरपडा ब्लकमा विभिन्न क्लबहरू सँगसँगै विभिन्न स्पोर्ट्सलाई अगाडि बढाएर आइरहेको छ। साँच्चै नै आज रामजोडा स्कुलमा जति पनि हाम्रो नानीहरूसँग भेटघाट गर्दा अति नै खुसी छौँ र हामीले सानो सहयोग फुटबल जो एकदमै जरुरी छ, हाम्रो टाइममा त्यो यस्तो प्रोभाइड गर्ने हामीले पाएन, तर आज हाम्रो नानीहरूलाई सही ट्र्याकमा हैन राम्रो प्रकारले त्यो प्लेटफर्म बनाउनुको लागि हामी आइरहेको छ। खालि हामी फुटबल वितरण गरेर मात्रै सीमित रहने छैन। आउँदो दिनमा जुन अलिपुर जिल्ला प्रशासन अलिपुर जिल्ला पुलिसको तत्त्वावधानमा जुन डुवर्स कप हुन गइरहेको छ त्यसमा हाम्रो सम्पूर्ण रामजोडाबाट 2टा टिम पार्टिसिपेट भइरहेको छ, गर्ल्स एन्ड बोइज। उहाँहरूलाई पनि बेस्ट विशेष दिन चाहन्छु अनि म भन्न चाहन्छु एज ए स्पोर्ट्सलाई माया गर्ने पर्सन भएको नाताले त्यहाँनिर सेलेक्सनको लागि जो टिम जान्छ त्यसको लागि कुनै पनि प्रावधान हामीले गर्नुपर्छ। हामी मिलेर हामी नानीहरूलाई त्यो हामी प्रोभाइड गराउँछौँ। जर्सी हुन्छ कि त्यहाँनिर जानुको लागि कुनै त खर्च त छ किन भन् त, त्यसको लागि पनि हामी खालि जुन मैले सुन्नुमा आयो जुन कन्टिन्यू प्र्याक्टिस गरिरहेको छ। अस्ति पनि म 3-4 दिन अघि आउँदाखेरि भाइहरूसँग भेट भयो, यहाँनिर प्र्याक्टिस गरिरहेको थियो। यहाँबाट सेलेक्सन भएर स्टेट लेभलमा पनि गएको थियो भाइहरू हैन। आउँदो दिनमा मेन उद्देश्य चाहिँ फुटबल या विभिन्न स्पोर्ट्स लिएर चाहिँ स्टेट लेभल देशलाई पनि रिप्रेजेन्ट गरोस् भन्ने उद्देश्यले प्रत्येक यो भेगमा चाहिँ अलि स्पोर्ट्सलाई महत्त्व दिइरहेको छ। लगभग धेरै वर्ष अगाडि हामीले सिनियरहरूले ग्राउन्डमा हेर्नु जाँदाखेरि नानीहरू ग्राउन्डमा देख्थेन, धेरै दुःख लागेर आउँथ्यो। थुप्रै सिनियरहरूले कुरा गर्थे अहिले मैदानमा नानीहरू आउँदैन, फुटबल खेल्दैन, क्रिकेट खेल्दैन, भलिबल खेल्दैन। धेरै नानीहरू मोबाइलमा एउटा व्यस्तता मोबाइलमा ड्रग्समा लिप्त भइरहेको थियो। त्यसै कारणले हामीले एउटा समाजसेवी सँगसँगै स्पोर्ट्स पर्सन भएर हामीले केही गर्नुपर्छ। 2013 दिनको हामीले कन्टिन्यू यो कदमलाई चालेर आज विभिन्न डुवर्स लेभलमा हेर्नुहोस् फुटबलदेखि विभिन्न लेभलमा स्पोर्ट्स लेभलमा स्टेट लेभलमा रिप्रेजेन्ट गरिरहेको छ। हामी प्राउड फिल छ र अहिले रामजोडा लङ्कापाडामा तपाईँले हेर्नुहुन्छ, म पनि हेरिरहन्छु हाम्रो भाइहरू मर्निङमा पनि रनिङ गरिरहेको छ, नाइटमा पनि रनिङ गरिरहेको छ। शान्ति छ कि छैन यहाँनिर? अहिले राति रनिङ गर्दाखेरि 7-8 बजी रनिङ गरेर जाँदाखेरि केही डर लाग्छ, अप्ठ्यारो छैन होइन? अहिले पिस छ कि छैन? यो सबै स्पोर्ट्सको कारणले गर्दाखेरि तपाईँहरू हामी सबै मिलेर किन भन् त स्वस्थ समाज सुन्दर समाज बनियो भने आज भाइहरूलाई पनि त्यो खेलाधुलामा इन्ट्रेस्ट हुन्छ, पढ्नुमा इन्ट्रेस्ट हुन्छ। र म यति भन्न चाहन्छु अझै पनि एउटा नयाँ घोषणा हामी आउँछ भने के न के त घोषणा गर्नैपर्छ। हिजोको दिनमा देवराज सर नवीन सर हामी मिलेर घोषणा गरेको थियो। आज भाइ बहिनीहरूलाई हामीले फुटबल वितरण गर्नु पायौँ र म चाहन्छु मादरी यो रामजोडामा चाहिँ विभिन्न क्लबहरू विभिन्न लाइनहरू छ, जस्तो यहाँनिर मुन्डा लाइन, उदम लाइन, गान्धीनगर, बिच लाइन, बजार, न्यू लाइन जति पनि छ, यहाँ सबैबाट चाहिँ एउटा रामजोडा रिप्रेजेन्ट गर्ने चाहिँ एउटा क्लबको निर्माण गर्नु चाहिँ अति नै जरुरी छ। र यो क्लबको निर्माण गर्नुको लागि हाम्रो देवराज सर नवीन सर जति पनि अभिषेक भाइहरू छ, रञ्जन भाइहरू छ, उहाँलाई म अनुरोध गर्न चाहन्छु जति पनि खर्च लाग्छ म स्वयं म प्रोभाइड गरिदिन्छु। र यसको लागि चाहिँ एउटा राम्रो नाम राखेर क्लब
को राम्रो नाम राखेर एउटा यहाँलाई रेजिस्ट्रेसन गर्नुपर्छ गभर्मेन्टबाट। आउँदो दिनमा जर्सीहरू धेरै स्पोन्सरहरू गभर्मेन्टबाट दिएको हुन्छ, त्यसलाई लाभ उठाउनुको लागि चाहिँ रामजोडमा एउटा हामी छिट्टोभन्दा छिट्टो क्लबको निर्माण गर्नेछौँ। ठिक छ। र यसरी नै फेरि हाम्रो नवीन सरले उहाँले एउटा नानीहरूलाई कन्टिन्यू प्र्याक्टिस मात्रै गरेर प्र्याक्टिस गरेपछि त मैदानमा खेल्नु पऱ्यो नि त, के भन्नु त प्र्याक्टिस गरी पर्फर्म गर्नु पनि एउटा दिनु पऱ्यो। त्यो मौकाको लागि सुनौलो मौका हाम्रो नवीन सर सँगसँगै सबै टिमबाट नै यो आयोजना हुन्छ। आउँदो दिनमा अन्डर 18 या 16 हुन्छ, जति पनि नानीहरू छ गर्ल्सको र बोइजको चाहिँ यहाँनिर टुर्नामेन्ट रामजोडमा गराउने पनि हामी डिक्लेयर गर्छौँ। खुसी छ। अब गर्ल्स टिमको क्याप्टनदेखि सबै टिमको सदस्यको जिम्मेवारी हो कुन कुन टिमलाई चाहिँ इन्भाइट गर्ने हो। ट्रफीदेखि लिएर प्राइजदेखि सबै प्रोभाइड गराउँछ हाम्रो नवीन सर, देवराज सर, हामी छौँ। बोइज टिमको पनि जिम्मेवारी छ अब कुन कुन टिमलाई अब छिमेकी क्लबहरूलाई चाहिँ इन्भाइट गर्ने। त यही मैदानमा चाहिँ खेला चाहिँ अर्गनाइज गरिदिने अनुरोधहरू सबै हामी तिमीहरूलाई केही चिन्ता छैन, खेल्नुलाई उयो मात्रै गर्नु छ। ठिक छ। र म यति भन्न चाहन्छु। र आउँदो दिनमा अझै पनि कुनै पनि नानीहरू सेलेक्सन भएर डिस्ट्रिक्ट लेभल स्टेट लेभल कुनै पनि क्लबमा जान्छ भने हाम्रो यहाँनिर देवराज सर, नवीन सर, जति पनि भाइहरू छ, स्पोर्ट्स प्रेमीहरू छ, इन्डिभिजुअल होस् या टिमको लागि पनि कन्ट्याक्ट गर्नु। हामी पनि त्यसको लागि धेरै सहयोग गरेर आएको छ। अझै पनि हामी दिल खोलेर सहयोग गर्ने भनेर म मेरो शब्दलाई यिनै अन्त गर्छु। सबैलाई आज आइदिनु भएकोमा धेरै धेरै धन्यवाद।